हे गाइस, वेलकम ब्याक टु माई न्यू ब्लग। सबैजनाहरूलाई गुड इभिनिङ अनि नमस्ते अनि मिठो माया। म चाहिँ ठिक्कै अहिले टेरेसमा चट्ट परेर होइन, आज हो 14 अगस्त होइन, भोलि चाहिँ 15 अगस्त। र हेर्नुहोस् त, अब म जाँदैछु मेरो केटाहरूलाई भेट्नुलाई है। त टेरेसमा मौसम पनि कति घुम्न लायक भइरहेछ नि त पुरै होइन। टक्कसँग मैले नुहाएर फाइनल्ली म रेडी भएर लुगासुगा लगाएर मैले आफ्नो सामान जति लग्नुपर्ने थियो सबै सामानहरू प्याक गरेर अब म जाँदैछु यहाँ। त फाइनली गाइस, अब म जाँदैछु होइन, यहाँदेखि अटो पक्रिन्छु। अटो पक्रिएपछि बस स्ट्यान्ड जान्छु टक्कसँग यहाँदेखि होइन। यता पछाडि हेर्नु कत्रो गन्दा छ, छिया यहाँको मान्छेहरू कत्रो सफाइ बस्दै हेर्नु कि गल्लीहरू पुरा गन्दा गरिरहेको छ होइन। म जाँदैछु यहाँदेखि टक्क अटो स्टेसनमा, त्यहाँदेखि अटो पक्रेर म ठिक्क बसअड्डा जान्छु। अनि बसअड्डा गएपछि टक्कसँग यताउता मौसम पनि पुरा चट्ट भइरहेको छ आज है। लेट्स सी आफ्टर गोइङ टु बस स्टेसन। ल हेर्न सक्नुहुन्छ यहाँको सिन कस्तो छ होइन, टक्कसँग पुरा यताउता मार्केट छ होइन। मैले खासमा लुगा किन्ने दोकान भनेको यहाँ हो होइन, यो सोरुमदेखि लुगा किन्ने दोकान हो। म जाँदैछु अहिले टक्कसँग अब अटो स्टेसनमा पुग्न आँटे म टक्क यहाँनिरबाट होइन। मौसम पनि क्या दामी भइरहेछ क्या, पुरै एक्साइटेड मान्छेको लागि। लुक एट द्याट माई ब्याकग्राउन्ड। अनि यस्तो छ यहाँकोनिर। त्यो गाइस म पुगिसकेँ यहाँनिर होइन, अटो स्टेसनमा टक्कसँग लगाएर होइन। अब यहाँनिर अटोको वेटिङ गर्छु, अटो आउँछ भने अटोमा बस्नु पऱ्यो। टक्क हेर्नुहोस् यहाँको दृश्य कस्तो लागिरहेछ होइन, चटसँग रेड लाइट छ होइन। यो हो हाइवे, मेन हाइवे, यहाँदेखि जानुपर्छ। फाइनली म चाहिँ अहिले अटोमा बसेर बसअड्डा जाँदैछु। यहाँ मेसिनहरू कोही छ, यहाँ कोही छैन होइन। अहिले म चाहिँ नो प्यासेन्जर। अहिले मौसम चाहिँ एकदमै लास्टै भइरहेको छ होइन। सो तपाईँहरू इन्जोय गर्नुहोस्, म अब धेरै बोल्दिनँ, के सिनहरू देखाउनु गइरहेको छु, के सिन। गाइस फाइनली म पुगिसकेको छु यहाँ आउनुपर्ने ठाउँमा। अब आउँदैछ भतिजा साहब, अनि त्यसले मलाई बाइकमा लिएर जान्छ है त। यो हेर्न सक्नुहुन्छ यहाँको दोकानहरू के छ यतातिर भने। ल गाइस म चाहिँ पुगिसकेको छु अहिले यहाँ जानुपर्ने ठाउँमा होइन, भतिजसँग होइन। अहिले हामी बाइकमा जाँदैछौँ। यो दृश्यहरू तपाईँ इन्जोय गर्नु होला। पानी परिरहेको थियो अघि त, अहिले चाहिँ पानी केही परेको छैन होइन। अहिले पानी सुकिरहेको छ एकदम मक्कसँग। यहाँ पुग्यो पुरा पानी त हेर्न बढी मजा आएको छ। चिसो चिसो हावा आउँदैछ क्या पुरै। ओ माई गड, ल हेर्नु रातिको भ्यू गाई, यत्रो पानी भरिरहेको छ। ओ तेरी गाडा हुन्छ पुरा। ल हेर्नुहोस् त्यो गाइस, यो छ हाम्रो चाचा भतिजको होइन। टक्कसँग हामी अहिले बाइकमा छौँ है, हामी जाँदैछौँ टक्कसँग। एकदम पुरा आएर मौसममा मलाई नि चलाउनु धेरै पुरा पानी परेर एकदम यस्तो भइरहेछ कि यहाँ होइन। पुरा एकदम नेक्स्ट लेभलको हुन्छ गाइस होइन, नेक्स्ट लेभल पुरा मजा आउँदैछ है। टक्क पानी परेको मौसम छ अहिले। रातिको करिब 9 बजिरहेको छ गाइस। 9 बजेको टाइममा हामीहरू यहाँदेखि जाँदैछौँ। अब ठिक्क पुगेपछि राम्रो रातिको दृश्य हुँदै गर्दाखेरि
तो गाइस फाइनली म पुगिसकेको छु यहाँ भतिजीको होइन कोठामा। यसको किचन हेरेर होइन के बेला बनाउनु अरे आज के त तेरो हालखबर बढिया छ। हेलो गाइस, के छ हालखबर? सन्चै हुनुहुन्छ सबजना होइन? आज चाचा होइन हाम्रो अड्डामा पुगिसक्यो होइन। भोलि चाहिँ हाम्रो टुर चलाउनु छ होइन। एक माने होइन अहिले फाइनली हामी अहिले फाइनली हामी एप्पल काट्दैछौँ। एप्पल काट्दैछौँ होइन। हामी मजासँग यो चाहिँ यस्तो किचन होइन। अनि किचनमा धेरै कुराहरू छ डक्टरसँग हेर्ने आइटम छ होइन। यो भट्टी होइन चार चुलाको यहाँनिर देख्नु सक्नुहुन्छ एकदम मस्त यो के होला फ्राईवाला हो। यसमा स्न्याक्सहरू फ्राई गर्न सकिन्छ, हेर्न सक्नुहुन्छ तपाईँहरू यसरी डक्टरसँग हाम्रो एकदम छोटो किचन छ तर धेरै कुराहरू छ हेर्न सक्नुहुन्छ गाइस। अनि यहाँ छ स्न्याक्सको कुर्काहरू जति जे तिमीहरूलाई खान मन लाग्छ सबै कुराहरू छ। चाइनिजमा छ रोल्स, चिल्ली पोटेटो, फिङ्गर चिप्स, यानि कि आई थिङ्क मोमोज पनि होला यहाँनिर। सेक छ यहाँनिर भने सेक पनि हो। अनि यो चाहिँ टोस्ट खाने मन छ भने टोस्ट खान सक्नुहुन्छ। सो हामीहरूसँग सबै छ जे खायो नि अहिले। फाइनली गाइस हामी चाहिँ यता चिल भएर बसिरहेको होइन। तो हामीहरूसँग सबै कुराहरू छ। तपाईँहरूलाई पनि इन्भाइट छ आएर खानु सबैजना मजासँग इन्जोय गर्नुहुन्छ होइन। यहाँहरू वेलकम छ होइन। मजासँग उतै गाडो नि छ नि त होइन। त्यहाँ एउटा 2 नाले गनलीको त्यो मान्छे गाडी पनि छ होइन। हामीसँग टेन्सन छैन आजको राति। यही हो हाम्रो किचन। अब हामीहरू केही छिनपछि खाना बनाउँछु अनि खाना खान्छु अनि खाएपछि सुत्छु। अनि हेर्नु होला भोलि बिहान हामी कहाँ जान्छौँ भनेर है त।